आएँ। तर म यहाँ अगाडि बुवा आमा यहाँहरू सबैलाई देख्दै गर्दा मेरै घरको बुवा आमाहरू हुनुहुन्छ जस्तो लाग्छ। अगाडि बस्दै गर्दा तपाईँहरूले जुन आशा गर्नुभएको छ, अपेक्षा गर्नुभएको छ, मैले इमान्दार कर्म गरेर म तपाईँहरूको निम्ति बोलेर तपाईँहरूको निम्ति कानुन परिवर्तन गरेर विकासको लागि बाटो खोल्छु भन्ने मेरो एकदम इमान्दार प्रयास रहनेछ, इमान्दार बाचा रहनेछ। म यति मात्रै भन्न चाहन्छु, यो आज हाम्रो रात गठन कार्यक्रम हो, धेरै औपचारिक चुनावी कार्यक्रम होइन। फेरि यहाँहरूसँग घर दैलो कार्यक्रममा आउने नै छु, तर आजको यो सानो कार्यक्रममा पनि यहाँहरूको उपस्थिति, यहाँहरूको माया सद्भाव हामीसँग दिने चाहिँ केही छैन, केवल हामी आउँदैछौँ भन्ने सूचना मात्रै थियो। यो छोटो सूचनामा पनि यहाँहरू आएर यति धेरै समर्थन दिनुभयो, यति धेरै आशा राख्नु भएको छ। मलाई थाहा छ यो आशा, यो उपस्थिति यहाँहरूको भनेको आशा हो, केही हुन्छ कि यो छोरीले गर्छ कि भन्ने यहाँहरूको आशा हो। यो यहाँहरूको आशालाई जीवन्त राख्ने प्रयास पक्कै पनि म इमान्दार गर्नेछु। मलाई यहाँहरूको आशीर्वाद, गोददान, यहाँको अयोध्या, यहाँको सबैको आशीर्वाद लिएर, माडीवासीको आमा बुवाको आशीर्वाद लिएर म जान्छु। पक्कै पनि यो ठाउँको अहिलेको निर्वाचन भनेको संसदीय निर्वाचन हुँदैछ, कानुन निर्माण गर्ने पदको लागि निर्वाचन हुँदैछ। त्यहाँ जित्ने भनेको व्यक्ति होइन, मुद्दाले जित्नुपर्छ, नागरिकले जित्नुपर्छ, समस्याहरूलाई समाधान गर्ने नेतृत्वले जित्नुपर्छ। त्यसको लागि तपाईँहरूले आवाज लिएर म अगाडि बढ्नेछु। म यति भन्दै मेरा भनाइहरू यहीँ राख्छु। म फेरि घर दैलोमा यहाँहरूसँग आउने नै छु। हवस् त, नमस्कार, जय घन्टी। धन्यवाद हाम्रो उम्मेदवार